अब म हुन थालेँ रेडी, दारी सारी काटेर नुहाई भएर कपाल सपाल चिटिक्क कोरेर ह्यान्डसम भएर म लाग्छु अब फिल्म हेर्न तर्फ। म रेडी भएँ गाइज। कस्तो छ मेरो आजको लुक्स यसो कमेन्ट पनि गरिदिनु होला। अब सुरु गरेँ, बाइक स्टार्ट गरेर म लाग्छु फिल्म हेर्न। अहिलेसम्म थाहा छैन है फिल्म चाहिँ के हो भन्ने गाइज। यति थाहा छ कि फिल्म हल चाहिँ इन्फिनिटी फिल्म हल हो अरे, उसमा गङ्गाबुमा भनेर म लागेँ अब फिल्म हेर्न र म पुगेँ इन्फिनिटी हल। पुग्दाखेरि चाहिँ साथीहरू आइसक्नु भएको रहेछ, 2 जना। आएपछि हामी लाग्यौँ, टिकट सेकेट देखायौँ, अब लाग्छौँ हामी फिल्म हेर्न। तर ढिलो भइसकेको थियो, 3 बजेको सो थियो। हामी जहाँ त मान्छे आएर फिल्म पनि सुरु भइसकेको रहेछ। यही हो फिल्म गाइज। अझै पनि मलाई राम्रोसित भन्न आउँदैन, हिरोले यस्तो कुट्दो, गुन्डालाई यस्तो कुट्यो, यस्तो डरलाग्दो छ। तर एनिवे फिल्मले राम्रो कमाइ गरेको छ है, राम्रो छ फिल्म पनि। तपाईँ पनि गएर हेर्नु होला। र ब्रेक भयो र हामी गयौँ भुटेको मकै खान। गाउँघरतिर या घर चाहिँ मम्मीले भुटेको मकै खा भन्दा खाजा नखाने मान्छे, आज म लाइन बसेर 250 तिरेर भुटेको मकै र भुटेको आलु खाएँ। कति महँगो गाइज, मान्छे त कति धेरै हो यो भुटेको आलु खानलाई। के छ यो भुटेको आलु र भुटेको मकैमा, अलिअलि चिज हालिदिएको छ। र लाग्यौँ हामी पपकर्न सपकर्न लिएर फिल्म हलमा फेरि पनि हामी फिल्म हेर्नलाई। त्योभन्दा अगाडि चाहिँ यसो पोज खिचेको क्या, 250को भुटेको मकै खाएको देखाउनु त पर्यो। र बाइक रहेछ, के गर्ने हो, बाउलाई बाइक किनिदेऊ भनेको किन्दिएन न। अब यस्तो बाइक भयो भने चढेर हिँड्न पर्यो। तर पछाडि बाइकमा बस्ने मान्छे चाहिँ छैन है गाइज। उफ्रिँदैछु आफ्नै बाइक जस्तो। त्यहाँको गार्डले हेरिरहेको थिएँ, कस्तो कहाँको बाँदर आएछ भन्नु होला। यसो लाज पनि लाग्यो। त्यहाँबाट उठेपछि हेर्नुहोस् न के भयो भन्दा पपकर्न पोखेँ 250 रुपियाँको। पोख्ने मान्छे चाहिँ उनी हो है, फेरि बङ्ग लाएर पोखिदिएँ अँधेरोमा भएको भएर। अझ मैले पोखेको भन्दैछन्। फेरि एकछिन फिल्म हेर्ने बित्तिकै इन्टरभल पछि सक्यो फिल्म पनि। अब हामी लाग्छौँ तलतिर। रोयो कि भन्ने मैले यसो भिडियो खिच्दै थिएँ, रोएर हिँड्छन् धन्न एक्सन फिल्ममा पनि रोएछन् कि भनेर यसो हेर्दै थिएँ। र फिल्म सक्यो, सबैजना निस्किए, म पनि निस्किएँ। यसो एउटा भिडियो बनाइदिइहालौँ भनेर बनाएँ। र तल जाँदा त चटपटी खान थालिसकेछन् यिनीहरू। म पनि के गम ग्वाम्म खाएँ चटपटे। र लाग्यौँ हामी झिलिमिली ट्री हेर्नलाई गाइज। सिटी स्क्वायरमा झिलिमिली ट्री छ भनेर सुने। के रहेछ त झिलिमिली ट्री भनेको, पुरा फोटो खिच्नको लागि भिड रहेछ। सबैलाई ह्याप्पी क्रिसमस अहिले पनि है त। क्रिसमस त आएको छैन, त्यही पनि मैले यसो एउटा भ्लग बनाउनको लागि भने म त्यहाँ पुगेँ झिलिमिली ट्री हेर्नलाई। मैले पनि हेरेँ, रमाइलो गरेँ। र हामी लाग्यौँ बिरयानी खानालाई। बिरयानी खाना गएको गाइज। यिनीहरू भोकन्तीहरू खाओ भने मैले पनि आफूले ट्याप्प लाएर हालेँ। र यिनीहरूलाई चाहिँ मैले के भन्दा, खाना जन्मेका हो खाओ, मर्नी गरेर खाओ भने यिनीहरू खाँदै थिए। मैले पनि खाएँ र लागेँ म मम्मीलाई लिन। मम्मी पसलमा हुनुहुन्थ्यो, मम्मीलाई पनि लिन जानुपर्ने थियो। ढिलो भइसकेको थियो गाइज, रातिको 9 बजेको थियो। र आमा छोरा भरेर लागेँ घरतिर। आजको मेरो मिनी भ्लग यही पनि छ। नाइस ट्राई भनिदिनु होला, किनकि ट्राई गर्दैछु है। कस्तो हुन्छ भ्लग यसो कमेन्ट पनि गरिदिनु होला र केही सजेसन पनि दिनु होला। थ्याङ्क यू फर वाचिङ अस एभ्रीवान। लर्ड्स अफ लभ फ्रम कसम भ्लग। यसरी नै मेरो मिनी भ्लग हेर्न चाहनुहुन्छ भने एभ्रीवान प्लिज फलो एन्ड सब्सक्राइब माई च्यानल।